झापा 5 बाट बा कमरेडको धरौटी जफत हुने सम्भावना छ यसपालि। मेरो झापा त जाग्यो, मेरो झापा त जाग्यो। म तपाईलाई सोध्न आएको हो, तपाईको हेटौडा जाग्यो कि जागेन? तपाईको चितवन जाग्यो कि जागेन? तपाईँको रक्सीरङ जाग्यो कि जागेन? तपाईँको थाहा जाग्यो कि जागेन? आदरणीय बाबुआ दाजुभाइ दिदीबहिनीहरू, मलाई गाली नगरे कसैलाई भन्ने मेरो नेता रवि लामिछानेको निर्देशन छ। तर मेरो अलिक वंशै त्यस्तो, प्रसाई शान्त उन्जेल रमेश प्रसाई बिच्क्यो भने दुर्गा प्रसाई। प्रसाई प्रश्नबाट भाग्दैन, मेरा पनि केही प्रश्नहरू छन्। हामीले कसको के बिगारेका थियौँ बाबुआ दाजुभाइ दिदीबहिनीहरू? तिनको घरको कर्कलो बारी फाड्न गएको होइन हामीले त शहीदको रगतले आर्जेको लोकतन्त्रको सदुपयोग गर्छौँ, शान्त विद्रोह गर्छौँ। कसैको एक थोपा आँसु पनि नचुहाइकन जनताको मन जितेर यो देशबाट भ्रष्टाचारलाई विस्थापित गर्छौँ र विधिको शासन स्थापित गर्छौँ भनेको। त्यति भन्दा उनीहरूले के गरे तपाईँले देख्नु भएको छ। मेरो निर्दोष नेतालाई झुटा मुद्दाहरू लगाएर जब मेरो नेता रवि लामिछानेले वाइल्ड बडी काण्डदेखि गिरिबन्धु काण्डसम्म 25वटा काण्डको फाइल खोल्ने घोषणा गरेपछि उनीहरूले झुटा मुद्दाहरू लगाए। लङ्का जलाउने हनुमान पगरी थाप्ने ढेडु जस्तो बनाएर गाउँठाउँमा झुटा भ्रमहरू फैलाए। यहाँ पनि गाउँठाउँतिर भ्रम फैलाउने। अनि अस्ति तपाईँले देख्नुभयो मेरो आदर्श महान मदन भण्डारीले सिचेको झण्डा, त्यो महान झण्डा मेरो झापा विद्रोहका शहीदहरू नेत्र घिमिरे, कृष्ण कुइकेल, नारायण श्रेष्ठ, वीरेन्द्र राजवंशी जस्ता सुखानीका शहीदहरूले सिचेको त्यो महान झण्डा एउटा चुनावै जित्नका लागि त्यो महान झण्डा आफ्नै कार्यकर्तालाई चलाउन लगाउने। अनि हामीलाई मकवानपुर आउलास भन्ने। म आज भन्न चाहन्छु लासो भ्यापुल्ला लाल सलाम कमरेड, म आयो मकवानपुर। मेरो मकवानपुर, मेरो देश र मेरो लोकतन्त्र, शहीदका रगतले आर्जेको यो लोकतन्त्र जनताको धरोहर हो, कसैका आप्पाको सम्पत्ति होइन। हामीलाई आरोपहरू लगाइन्छ, भन्छन् यी आलाकाचाहरूले के गर्छन्। अहिले मेरो भाइ प्रशान्त उप्रेतीलाई देख्दा, अहिले मेरो आदरणीय दाजु प्रकाश गौतमलाई देख्दा यिनीहरू तपाईँलाई भ्रमित गराउन खोज्छन्। यी त आलाकाचा छन्, यिनीहरूले के जान्दछन् र भनेर। यो देश बनाउने राष्ट्र निर्माता पृथ्वीनारायण शाहले यो देश बनाउन सुरु गर्दा उनको उमेर जम्मा 20 वर्षको थियो।